फागुन 21 गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। तपाई निर्वाचन हुने दिन जब मतदान केन्द्रमा पुग्नुहुन्छ त्यो बेलामा तपाईले दुईवटा मतपत्र पाउनुहुन्छ। एउटा रातो मसीले लेखिएको मतपत्र हुन्छ भने अर्को कालो मसीले लेखिएको मतपत्र हुन्छ। रातो मसीले लेखिएको मतपत्र प्रत्यक्षको लागि हो भने कालो मसीले लेखिएको मतपत्र समानुपातिकको लागि हो। जस्तै तपाईले स्क्रिनमा यसको नमुना हेर्न सक्नुहुन्छ। तपाईले स्क्रिनमा हेरिराख्नु भएको यो नमुना मतपत्र तपाईको ठाउँ अनुसार फरक हुन सक्छ। तपाईको क्षेत्रमा धेरै उम्मेदवारहरू छन् भने त्यस्तो अवस्थामा धेरै चुनाव चिन्ह तपाईको मतपत्रमा देखिन सक्छ। तर यदि कम उम्मेदवार छन् भने त्यस्तो अवस्थामा कम चुनाव चिन्ह पनि हुन सक्छन्। अब तपाईले स्क्रिनमा हेर्न सक्नुहुन्छ मैले तपाईलाई वास्तविक मतपत्र नभई मतदाता शिक्षा योजनाको लागि नमुना मतपत्रबाट सिकाउन गइरहेको छु। सबैभन्दा पहिले रातो मसीले लेखिएको मतपत्र हेरौँ। यदि तपाईले सही तरिकाबाट आफ्नो मत दिन चाहनुहुन्छ भने तपाईले यो मतपत्रमा विभिन्न चुनाव चिन्हहरू देख्न सक्नुहुन्छ। चुनाव चिन्हको साइडमा तपाईले सेतो स्पेस देख्न सक्नुहुन्छ। हो यही व्हाइट स्पेसमा चारौंतिर कुनै पनि घेरा नछोइकन बीचमा लगाउनु पर्ने हुन्छ। यदि तपाईले यसरी सही तरिकाबाट लगाउन सक्नुभयो भने तपाईको मत सदर हुनेछ। तर यदि तपाईले केही गल्ती गर्दिनुहुन्छ भने त्यस्तो अवस्थामा भने तपाईको मत बदर हुनेछ। सबैभन्दा पहिलो गल्ती, यदि तपाईले मत दिने क्रममा कुनै पनि चुनाव चिन्ह भएको कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाइदिनु भयो भने त्यस्तो अवस्थामा तपाईको मत बदर हुनेछ। त्यस्तै दोस्रो गल्ती, यदि तपाईले दुईवटा कोठा भित्र भएको चुनाव चिन्हको बीचमा रहेको धर्कामा स्वस्तिक छाप चिन्ह लगाइदिनुहुन्छ भने त्यस्तो अवस्थामा पनि तपाईको मत बदर हुनेछ। त्यस्तै तेस्रो गल्ती, यदि तपाईले चुनाव चिन्ह भएको कोठाको लाइनमा स्वस्तिक छापले टच गर्दिनुहुन्छ भने त्यस्तो अवस्थामा पनि बदर हुनेछ। त्यस्तै चौथो गल्ती, यदि तपाईले छाप लगाउने बेलामा सही तरिकाबाट छाप लगाउनु भएको छैन, त्यो धमिलो देखिएको छ र तपाईले फेरिबाट ट्राई गर्दिनु भयो भने त्यस्तो अवस्थामा पनि त्यस्तो मत बदर हुनेछ। त्यस्तै पाँचौं गल्ती, यदि तपाईले त्यहाँनिर भएका चुनाव चिन्ह मध्येबाट कुनै पनि दुईवटा कोठामा स्वस्तिक छाप लगाइदिनु भयो भने त्यस्तो अवस्थामा पनि तपाईको मत बदर हुनेछ। त्यस्तै छैठौं गल्ती, यदि तपाईले त्यहाँनिर स्वस्तिक छाप नलगाएर आफ्नो औँठाको छाप लगाइदिनुहुन्छ भने त्यस्तो अवस्थामा पनि त्यो मत बदर हुनेछ। त्यस्तै सातौं गल्ती, यदि तपाईले पाएको मतपत्रमा मतदान अधिकृतको सिग्नेचर गरिएको छैन भने त्यस्तो खालको मतपत्रमा सही तरिकाबाट मत दिए पनि तपाईको मतपत्र बदर हुनेछ। यिनी थिए मैले बताएका गल्तीहरू जसबाट तपाईको मत बदर हुन सक्छ। तर यदि तपाईले सही तरिकाबाट मत दिन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईले तीनवटा कुरालाई ध्यान दिनु होला। सबैभन्दा पहिलो कुरा के हेर्नु होला नि, मतदान केन्द्रमा पुगिसकेपछि तपाईले जुन मतपत्र पाउनुहुन्छ त्यो मतपत्रको डाउन साइडमा मतदान अधिकृतले सिग्नेचर गरेको छ कि छैन त्यो राम्रोसँग चेकआउट गर्नु होला। दोस्रो ध्यान दिनुपर्ने कुरा के छ भने तपाईले मतपत्रमा कुनै पनि उम्मेदवार वा पार्टीको चुनाव चिन्ह रहेको साइडमा एउटा खाली ठाउँ देख्नुहुन्छ, त्यहाँनिर त्यो कोठामा कतै नछुने गरी स्वस्तिक छाप लगाउनु होला। तेस्रो सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईले त्यसलाई पट्याउने बेलामा पनि एकदमै ख्याल गर्नुपर्ने हुन्छ। पट्याउने क्रममा तपाईले जस्ट फोल्ड गर्दाखेरि त्यसको लाइनसम्म फोल्ड गर्नु होला जहाँनिर तपाईले स्वस्तिक छाप लगाउनु भएको छ। भनेपछि स्वस्तिक छाप तपाईको मतपत्रको ब्याक साइडको खाली ठाउँमा छुने गरी तपाईले पट्याउनु पर्ने हुन्छ। हो यस्तै मैले बताएका सबै कुरालाई फलो गरेर तपाईले समानुपातिक तर्फको कालो मतपत्रमा पनि यसै गरी भोट दिनु होला। अब यसलाई राम्रोसँग पट्याएर तपाईले दुईवटा बक्स देख्न सक्नुहुन्छ। एउटा रातो कलरको प्रत्यक्षवाला रातो कलरले इन्डिकेसन गरिएको मतपेटिकामा राख्नु होला र कालो कलरको समानुपातिक तर्फको मतपत्र कालो कलरले इन्डिकेसन गरिएको पेटीमा राख्नु होला। यति गरेपछि तपाईले सही तरिकाबाट आफ्नो मतको प्रयोग गर्नुभयो। धन्यवाद।